वर्षसम्म राष्ट्रको सम्पत्ति लुटियो, राज्य कोषलाई निजी खाता बनाइयो र जनतालाई भिखारी बनाइयो। उनीहरूले उत्पादन दिने कारखाना बनाएनन् तर भ्यू टावर बनाए, भोक मेट्ने खेत बनाएनन् तर सेल्फी खिच्ने संरचना बनाए, जनताको आवाज दबाउन गोली चलाए, भूमिहीनलाई जमिन दिएनन्, सुकुम्बासी बनाएर भोट बैंक बनाए, युवालाई रोजगारी दिएनन्, विदेश बेचिदिए र आज देशलाई 27 अर्ब विदेशी ऋणमा डुबाएर आफै विदेशी दलाल बने। र म स्पष्ट भन्छु, अब लुटको राजनीति बन्द हुन्छ, डरको शासन बन्द हुन्छ र झुटको भाषण बन्द हुन्छ। हामी सत्ता लिन होइन, यो देशको मुहार परिवर्तन गर्न आएका हौं। हामीलाई विश्वास गर्नुहोस्, हामी यो देशका धरतीपुत्र हौं। त्यसैले आदरणीय जनसमुदायहरू, यो परिवर्तनको संघारमा फागुन 21 गते परिवर्तनको इतिहास लेख्नुहोस् र अन्त्यमा हामीलाई 138 सिट दिएर 5 वर्षको लागि स्थायी